सरकार तपाईं मसँग विवाह गर्ने भएदेखि मासु बाहेक म केही खान्न। मेरो बानी त्यही खराब हो कि राम्रो हो म जान्न सक्दिनँ। मैले मासु बाहेक केही खान्न, तिनी साँझ मलाई मासु नभइकन म तृप्त हुन्न। सरकार के गर्ने भन्दा राजा भन्छन् पुरञ्जन हेर मेरो मैया भाग्यले खटाएको कसरी चिताएको, मलाई पनि मासु नभइकन गासै नजाने। उस्तै पो भएछ बे हामी दुईटै। कति रमाइलो भएको, बडो आनन्द लाग्यो। मलाई पनि मासु नभइकन गासै जाँदैन। अब के गर्ने होला भन्न धन्य महाराज, बडा खुसीका दिन आए। अब तपाईलाई मेरो तपाईँ आजबाट तपाईँ र मेरो सम्बन्ध प्रगाढ भनेर राजाले यो अठोट निर्णय गरे। अनि रानी भन्दछन् सरकार दुईटा कुरा आजै कबल गर्नुहोस्। मलाई छोडेर तपाईँ जान नपाउने, मासु खुवाउन नसकेका खण्डमा मेरो घरमा आउन नपर्ने, त्यही बाटो लाग्नु पर्ने, मैले फेरि माया नगर्ने। यो कुरा त आजै कबल गर्नु पर्यो नि, पछि गडबड हुनु हुँदैन नि। भन्दा ए त्यस्तो त म मासु नभए म खान्छु र नि, मलाई त घाँसै जाँदैन भन। लौ त मेरो महाराज कसरी जोटाएको भनेर राजा र रानी त्यही प्रकारबाट दिनचर्या बिताउँदै थिए। मासु घरमा सकियो अनि राजा मासु खोज्नका लागि जङ्गलमा पशु शिकार खेल्न खोज्दै गएको। दिनभरि खोज्यो, अर्काले ल्याइदिए खाने रहेछ, ढङ्ग आफ्नो रहन्छ, ल्याउन सकेन, मरिजा। अब मार